नेपाली कम्युनिस्ट पार्टी नेकपाले 12 मङ्सिरदेखि 7 प्रदेशमा एकता सन्देश सभा गर्दैछ। नेकपाले 12 मङ्सिरमा सुदूरपश्चिम प्रदेशको धनगढीबाट प्रदेश स्तरीय एकता सन्देश सभाको सुरुवात गर्नेछ। 13 मङ्सिरमा लुम्बिनी प्रदेशको दाङदेउखुरीमा, 14 मङ्सिरमा गण्डकी प्रदेशको पोखरामा र 15 मङ्सिरमा कोशी प्रदेशको विराटनगरमा नेकपाको एकता सन्देश सभा आयोजना हुनेछ। त्यस्तै 17 मङ्सिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौँमा, 18 मङ्सिरमा कर्णाली प्रदेशको सुर्खेतमा, 19 मङ्सिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौँमा, 20 मङ्सिरमा मध्य प्रदेशको जनकपुरमा र 21 मङ्सिरमा प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ। यसैगरी 23 मङ्सिरमा बागमती प्रदेश अन्तर्गत हेटौडामा, मङ्सिर 26 गतेसम्म प्रदेश कार्यालयहरूको निर्णय अनुसार सबै जिल्लाहरूमा एकता सन्देश सभाहरूको आयोजना गर्ने, मङ्सिर 29 गते देशभरका सम्पूर्ण स्थानीय पालिकाहरूमा एकता सन्देश सभाको आयोजना गर्ने, एकता सन्देश सभाका कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्बन्धित तहको कार्यालयहरूले गर्ने नेकपाले जनाएको छ।